हिजो पानी परेको भएर कुद्न पाएन, रुममै वार्मअप गरेँ। आज एकछिन निक्लिन्छ 2 घन्टाको टार्गेट। 2 घन्टामा चाहिँ कति किलोमिटर कुद्न सकिन्छ, कति किलोमिटर हिँड्न सकिन्छ हेरौँ। म्याक्सिमम मेरो टार्गेट चाहिँ अस्ति 12 किलोमिटर हान्थ्यो, 12 किलोमिटरै हुनुपर्छ, घटाउनु हुन्न सकेसम्म हिँडौँ। अलि छिटो हिँड्छु ब्रो। कुदेर आएर घर बसिसकेँ। चाहिँ म 8 किलोमिटर कुदेँ होला, 9, 10, 11 3 किलोमिटर चाहिँ वाक गरेँ, बिस्तारै वाक गरेँ। झन् 4 किलोमिटर वाक गरेँ पनि 7 किलोमिटर चाहिँ कुदेँ। अस्तिको भन्दा अलि राम्रो कुदेँ। अस्ति चाहिँ म 5 किलोमिटर कुदेको थिएँ भने आज 7 किलोमिटर, एभरेजमा 7 किलोमिटर कुदेछु। 20 किलो घटाउनको लागि 20 किलो घटाउन कम त गाह्रो छ। 20 किलो घटाउनलाई अहिलेसम्म घट्छ, 2 महिनामा 20 किलो घट्छ कि भनेको, खै घट्छ गर्दैन। ट्राई गरौँ, कुद्दैछौँ। आई होप छिटै गर्नुपर्छ। थ्याङ्क यू भेरी मच, किप सपोर्ट।